दोस्रो दिन पनि कसैले बोलाएन, न मैले चिन्न नै सकेँ। तेस्रो दिन रमाकान्त यादवको क्लास थियो। हप्तामा 3वटा क्लास थिए बुढाका। बुढा क्लासमा छिर्ने बित्तिकै अनुशासनको कारबाही गर्न लागे चाहिँ भन्न थाले। आजदेखि प्रत्येक क्लास सुरु हुनु अगाडि तिमीहरूको हाजिरी हुनेछ। सबैको हाजिरीको मूल्याङ्कन हुन्छ। इन्टरनेसनल एसेसमेन्टमा एटेन्डेन्सको नम्बर पनि काउन्ट हुन्छ। म चाहन्छु कोही पनि अनुपस्थित नहोस्। सबैजना फर्स्ट बेन्चमा बस्ने पढन्ते केटीहरू चाहिँ श्वास प्रश्वास तथा शरीरको हलचललाई शक्तिले भ्याउन्जेल स्थिर बनाएर बुढाका कुरा सुनिरहेका थिए। रजिस्टर पल्टाएर बुढाले हाजिरी गर्न लागे। सबैको नाउँ बोलाउने क्रममा बुढाले साया साकेको नाउँ पनि अवश्य बोलाउनेछन् भनेर म सतर्क भएँ। मुटुको गति अलिक तेज भयो। सस्पेन्स सिनेमा हेर्दा अन्तिमतिर रहस्य उद्घाटन हुने बेलाका दर्शक चाहिँ कक्रियामा। रोल नम्बर 1, रोल नम्बर 2, रोल नम्बर 3 बुढा कराउन थाले। यता म टुवा परिरहेको थिएँ। त्यो नाउँ सुन्ने मेरा सम्पूर्ण शारीरिक एवं मानसिक तयारी पुरै निष्काम भएका थिए। पहिलो हाजिरी थियो। नाउँले बोलाइदिए भए के जान्थ्यो बुढाको। बुढासँग मलाई त्यसबेला रिस नउठेको होइन, तर बुढा जो आफै रिसका पोका चाहिँ थिए तिनका अगाडि रिसाउनु मेरो लागि फजुल हुन्थ्यो। त्यसपछिका हरेक क्लासमा आउने शिक्षकले पनि हाजिर गर्न थाले र रोल नम्बर बोलाएर। त्यो दिन पनि मैले साया साके को हो खुट्याउन सकिनँ। अनि एकछिनपछि फेरि आफैदेखि रिस उठ्यो। यो यत्रो सब आफ्नै हटका कारण भइरहेको थियो। व्यर्थ त्यो नाउँप्रति यत्रो विधि उत्सुक नभइदिया भए न रहस्य रहन्थ्यो न रहस्योद्घाटनको अभिप्सा। धेरै धैर्य गर्नु सिवाय मसित उपाय पनि त थिएन। साया एउटा रहस्य भनेर रही मेरो लागि। मलाई लाग्न थाल्यो त्यो रहस्य सजिलै उद्घाटित हुनु हुँदैन। त्यो उद्घाटित हुन विशेष परिस्थिति, विशेष माहौल चाहिन्छ। रहस्य पत्ता लगाउने प्यास जो कैयौं दिनदेखि मेरो मनभरि स्थिर भएर बसेको छ त्यो सजिलै नमेटियोस् भन्ने पनि लाग्यो। किनकि प्यास जति लामो भयो त्यो मेटिँदाको आनन्द पनि त्यति नै ज्यादा हुन्छ। म अझै तडपिन चाहन्थेँ मिठो तृप्तिका लागि। तर मान्छेको अधैर्यवान स्वभावबाट म पनि अछुतो त कहाँ रहन सक्थेँ र। निरन्तर लागिरहेँ प्यास मेटाउन, तृप्तिको मिठासप्रति निरपेक्ष रहँदै। हृदयभरि रहस्य पालेर हिँड्न विवश भएँ। यद्यपि व्यवस्थाको स्थिति म स्वयंले निर्माण गरेको थिएँ। अनेक विकल्प हुँदाहुँदै त्यही मेरो स्वभाव थियो। जाडो महिना भएकाले घाम ज्यादा तापिन्थ्यो। प्रत्येक कक्षा सकिएपछि अर्को शिक्षक नआउन्जेल कक्षाबाट बाहिरिन्थ्यौं र चौरमा छरिन्थ्यौं। हामी केटाहरू धेरैले एकअर्कालाई चिन्ने भइसकेका थियौं। केटा र केटी दुवैको झुण्डको संख्यामा उल्लेखनीय कमी आएको थियो। केही झुण्ड एकीकरण भएर यस्तो भएको थियो। धेरैले धेरैलाई चिन्न थालिसकेका थिए। यद्यपि केटा र केटी बीचको दूरीमा भने 1 इन्च पनि कमी आएको थिएन। तर दुवै पक्ष परिचय साट्न वा मित्रताका लागि लालायित छन् भन्ने चाहिँ स्पष्ट भइसकेको थियो। चौरमा बसिरहेका केटीहरू गफमा मस्त थिए पनि उनीहरू बेला बेला केटाहरू भएतिर पुलुक्कै हेर्थे। दोस्रो बेन्चतिर बस्ने केटीहरू अलिक पछाडि बस्न थालिसकेका थिए। हामीभन्दा ठ्याक्कै 2 बेन्च अगाडि। केटीहरू केही स्टेप पछाडि सरेकोले किरण र म पनि 1 स्टेप अगाडि सऱ्यौं। अब हामी सेकेन्ड लास्ट बेन्चमा। त्यसरी पछाडि सरेका केटीहरू बेला बेला पछाडि बोलिरहने, हामीतिर पुलुक पुलुक हेरिरहन्थे। 3 जना केटी हाम्रो भन्दा ठ्याक्कै अघिल्लो बेन्चमा बस्न थालेका थिए। हामी अघिल्लो बेन्चमा सरेका कारण उनीहरूसँग सम्बन्ध बढाउने चाहना नै हो र सम्भवतः उनीहरू पनि। यस्तोमा किरण धेरै नै स्याल, केटी भनेपछि हुरुकै हुन्थ्यो। छोटो समयमै म किरणका स्वभावसित परिचित थिएँ। उसित बढ्दै गरेको मित्रताबाट उभित्रको पत्र उक्किँदै जान थाल्यो। तर म भने अन्तर्मुखी स्वभावका कारण उ जति उक्लिन सकिन। किरण अलिक ठूलै आवाजमा बोल्थ्यो। केही हाँस्ने कुरा भयो भने पनि ऊ अलिक ठूलै आवाजमा हाँस्थ्यो। भलै त्यो कुरा त्यति ठूलो आवाज साथ हाँस्न लायकको हुँदैन थियो। सायद ऊ अगाडि बसेका केटीहरूको ध्यान आफूतिर तान्न त्यसो गर्थ्यो। केटीहरू पनि उसको त्यस किसिमको अस्वाभाविक चाहिँ लाग्ने हाँसो सुनेर पछिल्तिर फर्किहाल्थे। किरण नाकका पोरा फुलाउँदै मतिर हेर्थ्यो। म भने उसको त्यो क्रियाकलाप देखेर अलिक लाज मान्थेँ। उसलाई हेरेर अगाडि फर्केपछि मसिनो स्वरमा भन्थे, कत्रो हाँसो हौ। यसबाट बुझिन्थ्यो केटीहरू ध्यान दिइरहेछन्। उनीहरू मध्येकै कोही कोही त चाहिने भन्दा बढ्दै अगाडि पछाडि दायाँ बायाँ हेरिरहन्थे। कोही केटीले पल्याक पुलक वरपर हेरेको देखेपछि किरणलाई काम पुगिहाल्थ्यो। ऊ अलिक सुस्त गतिमा हलुका लयका साथ त्यस केटीलाई जिस्काउने हिसाबले भनिदिन्थ्यो, के हो कतातिर हो नजर। केटी पछाडि फर्केर किरणलाई आँखा तरेर हेर्थे। यता किरण फेरि उही पूर्ववत शैलीमा जिस्काइरहेको लयमा पछाडि फर्केर भनिदिन्थ्यो, अब्बुई डर लाग्यो। 2 कक्षा बीचको समयमा धेरै साथी घाम ताप्न बाहिर निस्कन्थे। तर किरण भने अगाडिका केटीहरू उठेर बाहिर नगएसम्म कक्षामै बस्न रुचाउँथ्यो। यसै कारण घाम ताप्ने समयमा पछिल्ला दिनमा केही कमी आउन थालेको थियो। अगाडिका केटीहरू नहिँडेसम्म किरण क्लासमै बसिरहन रुचाउँथ्यो। म पनि व्यर्थ एक्लै किन उठेर हिँड्थेँ। यद्यपि किरण बाहेक अरू साथीहरूसित पनि बोलचाल सुरु भइसकेको थियो। उसलाई त्यसरी एक्लै छाडेर हिँड्नु उसित मित्रताको निष्ठा विरुद्धको काम चाहिँ लाग्थ्यो। बरु मनमनै ती केटीहरू चाहिँ उठेर जाउन् भन्ने कामना गरिरहन्थे। तर ती पनि हत्तपत्त उठ्दैनथे। लाग्थ्यो तिनीहरू पनि हामी उठेर जाने प्रतीक्षामा छन्। यसरी धेरै समय हामी घाम ताप्नबाट वञ्चित भयौँ। तर एक दिन त अति भयो भन्दै जुरुक्कै उठेर हिँडिदिए। किरण पनि पछि पछि आयो। केही बेरमा ती केटी पनि कमिलाका ताँती चाहिँ आइरहेको चौरनिरको इँटाको बारमा उभिरहँदा मैले देखेँ। रोक्न खोज्दा खोज्दा पनि हाँसो फुत्किहाल्यो। जाँचै हापेर भागेको हुँ कि चाहिँ उसले सोध्यो, क्या यार किन त्यसरी उठेर हिँडेको। हुँदैन खाँदो मैले भने, के फाइदा जाडोमा घुँडा कक्रिन्जेल बसेर। क्या भाउ दिइरहेथे। अहिलेसम्म एक शब्द बोल्न सके होइन मैले पनि भन्थेँ।
सुरुमै एकैचोटि बोलेर के मजा आओस्, आँखी बन्न चाहँदै किरणले भन्यो। यस्तो सम्बन्ध त बिस्तारै बढाउनु पो मजा छ। उसले थप्यो, प्रेम र जुवा उस्तै हो। फलास खेल्दा एकैचोटि तीनवटै पत्ती देखाइदियो भने मजा हुन्छ? हुन्न नि। बिस्तारै एक एक पत्ती देखाउँदै धुकधुकी बढाउँदै खेल्न कति मजा हुन्छ। प्रेम पनि झ्यापझुप गरिहाल्यो भने सकिहाल्यो नि, के मजा आओस्। त्यसो भए यो जाडोभरि घाम तापौँ अनि बिस्तारै गरिममा गरौँला प्रेम। भइहाल्छ नि, उसले आफ्नो आवाज स्वाभाविकभन्दा ठूलो बनाएर भन्यो। अर्कैले उसिटाइदियो भने नि। म हाँसे मात्र, केही बोलिन। उसको कुरा जायज थियो। उसै त कक्षामा 33% मात्र केटी, त्यसमध्ये पनि फर्स्ट बेन्चर पढन्तीहरू केटाहरूलाई हेर्नु पनि पाप हो झैं सोच्ने खालका थिए। त्यहाँमाथि तिनीहरूको सौन्दर्यले सायदै कसैलाई आकर्षित गरोस्। अनि त्यस्तोमा बाँकी रहेका केही राम्रा केटी पट्याउने होड केटाहरूमा रहनु स्वाभाविक होइन? केही बेरपछि उसलाई सोधेँ, साया साक्यलाई चिन्या छ? लो, किन नचिन्नु, तैँले चिन्या छैन? यसरी भन्यो मानव उसले साया साक्यलाई बच्चैदेखि चिन्थ्यो। मेरो धुकधुकी फेरि बढ्यो। मैले हत्तपत्त सोधिहालेँ, को हो? सोद्धा सायद म अलि